गाइस हेयर वास गर्दैछु बुइनीले गरिदिँदैछ। अब कटिङ गरौँ भनेर नि त हेयर वास गर्दैछु फर्स्ट टाइम आज। तपाईहरुले देख्न सक्नुहुनेछ मेरो मिनी ब्लगमा बुइनीले आज फर्स्ट टाइम हेयर वास गरिदियो। अब हेयर कटिङ पनि गरिदिन्छ अरे। हेरौँ चुल अलिकति लामो लामो भएछ त त्यही भनेर अलिकति काटौँ भनेर त। म हामी छोरी मान्छे होइन त हो यसरी चुल बान्ने। अलिकति जान्दैन कि छोरी मान्छेहरू। छोरा मान्छेको चुल कस्तो गर्नुपर्छ गाइस त्यो थाहा छैन कि। प्रोफेसनली भनेको जिनिसै थाहा छैन कि यिनीहरू त फाट फुट्रेहरू। छोरा मान्छेको यस्तो हुन्छ हो कि हैन तपाईहरु आफै भन्नु। म गरिदिन्छु के भन्छ यस्तो यहाँ इदिन म गरिदिन्छु त यहाँ बस्दा बस्ने होइन तर यस्तो हो कि गाइस छोरा मान्छेको चाहिँ आज फर्स्ट टाइम बुइनीको पियर सेलुनमा पुरा हेयर कट गरौँ भनेर नि त गाइस आएको थिएँ। वास त गरिदियो बुइनीले। अब खाली हेयर कट गर्नु छ। अलिकति चिसो चिसो भएको छ केही छैन। छोरा मान्छेको त यो हो नि त हो कि हैन गाइस। तपाईहरुले आफै कमेन्ट गरेर भनिदिनुहोस् त। बुइनीलाई अलिकति बुझाइदिनु। बुइनी एकदम कहाँ यो के टावल सावल एकदम बेर्नु ओर्नु के भन्छ हामी मान्छे छोरी मान्छेहरूलाई जस्तो। पुरा सिटमा बस्दिन्छु तपाईहरुले देख्न सक्नुहुनेछ बुइनीले के गरिदिन्छन् खोइ। इस यस्तो फेसिलिटीहरु पुरा पुसपास गर्नु पर्दैन के भन्छ। अरे तँ त लाउँदैन तँ लायो भने त झन् चेप्चा तँ चेप्चा गर्दा गाइस तपाईहरुले कमेन्ट गरेर भनिदिनु त। चुल भनेको हेयर कट गर्दाखेरि अलिक चिसो चिसो हुनुपर्छ हो कि हैन। अब यो सुकायो भने त झन् चेपिहाल्छ नि त नि। यस्तो हुनुपर्छ चुल त। हेयर कट गरे हेयर वास गर्छ मान्छेहरूले बुझे। पहिला मेरो बुइनी त फर्स्ट टाइम हेयर वास गरिदियो नि त नि। हेयर वास गरिदिए गरेपछि अब हेयर कट गरिदिन्छ बुइनीले। मेसिन यता देख्न सक्नुहुनेछ तपाईहरुले पुरा चार्जिङ हुँदैछ चार्ज हुँदैछ। बुइनीले यो पुरा सेटअप लगाइदिइसक्यो अब काटिदिन्छ अरे। ल तपाईलाई एकदम लास्टमा काटिसकेको बादमा फाइनल लुक देखाउनेवाला छु।